ल म एकचोटि दिन्छु अट्का दो टपरल मात्र हान्नु भन्ने हुँदैन हान तिमी गर यहाँबाट तिमीलाई जे लाग्छ गर ल रेडी गो आफ्नो गेम हेरौँ ल सरले थाम्नु सकिन दाइको ल प्ले गर 3 सेकेन्ड रेडी गो रेडी पावर हासिल तिम्रो सेन्टरले रहेको छ भाइ स्टार्ट भइसक्यो दुख्ला फेरि धेरै ल आउनु लेफ्ट हाने तपाईँ र म लेफ्ट हाने तपाईँ र म हात दर्द कर रहा है किन नरोकेको डर लाग्छ किन नरोकिएको 3 सेकेन्ड दिनु पर्छ सेन्टर लिन ट्राई गर न अलि तिमी 90% मैले खाइदिन्छ कि इफ टपरल तर्दै त टपरल त हुन्छ फेरि म फेरि स्ट्राइप है मेरो टेक्निकलाई के भन्छ ओपन टप रोल यता होल्ड गर्ने ओपन डिफेन्सिभ टप रोल ल ओपन डिफेन्सिभ टप रोल नट अफेन्सिभ बेसी डिफेन्सिभ जान्छ उसको डिफेन्सिभ बानी भयो के प्रजलले गर्दा भन्ने अलिकति बानी सुधार सुधार्नु पर्छ ठिक छ त्यो हुन्छ कहिले तिमीलाई धेरैले यो एंगलदेखि तान्नु सक्छ कि अनि यहाँ पुर्याएपछि चाहिँ हग्दिन्छ कि हैन म यहाँ रोक्यो मैले यहाँ रोक्यो भने म डाइरेक्ट साइड हाल्दिन्छु के क्यामराम गरेर अलि देऊ न सिकाउन क्यामराम गरेर के भन नि जे भन्दैछ यहाँबाट फाइट गरे ग्रिपलाई डुब्बै जाना बेसी नै स्ट्रङ हुनुहुन्छ हुन्छ त उसँग कस्तो मजाले गर्छ त्यस्तै हालत थियो त्यही त बिहानदेखि आयो उसको कस्तो चान्स थियो भने उसको अपोनेन्टले झिली गर्यो कि रेडी गो लाइक एल्बो माथि हार्न लाग्यो भने एल्बो माथि त्यसपछिको 3टा म्याच गरे के रगड अझै एउटा क्षतिले गर्दा है रेडी गो भनिसकेकै रोकेर रेफ्री पनि राम्रै गर्न सक्यो ऊ धरायो कि रेडी गो ओइट खुल्यो हात खुल्यो दामी ए भयो भइसक्यो मुख हेर्ने होइन कि आई डोन्ट नो किन भएन मैले दिए के सक्दो छ नि सेन्टर मलाई पनि छ के सेन्टर समी फास्टै समीको सेन्टर भन्नु त त्यहाँबाट अरे त्यो फास्ट होइन टेक्निक है कपिङ प्लस यो कपिङ चाहिँ फोकस गर यस्तो सेन्टर मेरो दोस्तको छिनारगिरी हेर्नु पर्ने ओ कुन एंगलमा हेर्छ म कहिले हुन्छ नि भित्र दो भन्ने भित्र दो के समीक खुल्ने खट्टा सेन्टर हेर्नुमा धेरै थाक्छ चाँडै त्यसो खेल्यो जाने एंगलमा छ त्यो लाइक मलाई पहिलादेखि सोचे कि म यही रोक्छु भन्ने धेरै लङमा सेन्टर म रेफ्री जानु तपाईँ यहाँ पनि बस्नु मेरो हात यस्तो भयो ल म कप पनि पर्छ मोमो 7:02 पो भइसक्यो शिट अब इन ड्राइभै लिउ हाट्यो थाहा छ म गर्छु कपिङ म त मेरो कपिङ छिनिछु ठीक छ तिमी समेत कहिले पनि पास गर्यो फिंगर दाजु ल कप पिंकीमा प्रेसर कम अन आयो होल्ड खुल्छ यो पुरा खुलिसक्यो फोकस गरे के कपिङ नभने यो प्रोनेसन मेरो एउटा पिङ्की त खाइसक्यो त यार एकैछिन टुर्नामेन्टमा तर मेरो धेरै बलले भन्छ तपाईको के सबजना जाऊ सबजना औले खुल्दै नखुलेको यार तिमी कसरी भन्नु यहाँबाट हेरे यस्तो हुन्छ है तिम्रो ल कम अन अगाडिदेखि नै यस्तो कप थियो के फ्ल्यास यसरी खेल्नु ओके नदेऊ तिमी कस्तो छ म तिम्रो सुन्नु यस्तो छ के जाने त फिक्स है ल स्टार्ट विवेक स्टार्ट गर्ने स्टार्ट त्यो पैसामा तिमीलाई सक्दैन ठीक छ रेडी यहाँ लाग्यो भने चाहिँ मैले सकेपछि कसरी सक्दैन गौन भाइ 116 तैले धेरै सक्छ हैन कम अन दामी ड्र्याग I'm positive. ल कभिङ एक्सरसाइज पावर अफ पहिला चलाइदिनु है के भयो मेरो यस्तो मेरो सिधा थियो कि त्यसरी मैले साइड लाउन सक्छु ओके
ओके यो दाइको नेक्स्टको स्ट्रङ छ फेरि तिमीले त्यहाँसम्म नपुराएको भए अलिकति यति मात्र दिएको भए दाइले तान्नुहुन्थ्यो हैन लगेको थियो नि दाइले यसरी लगेको थियो नि भर्खर यस्तो फ्लप फ्लप रोहन दाइ फ्लप एकपल्ट फ्लप पर्ने नि दाइले मलाई यस्तो पार्दै के लेफ्ट एन्ड राइट चाहिँ खतरा छ लेफ्ट चाहिँ व्हाट इफ सिद्धार्थले राम्रोसँगले वेट गेन गरेर कति वेट ओके माथि 65 70 आयो भने सिद्धार्थले 65 to 70 इट डिपेन्ड्स डिपेन्ड ओ ढिला भयो ल ल ल वेट वेट विवेक अत्यन्त ओके भयो कि नै म गर्दिन के गर्नु पदम दामी दामी यस 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 ए मान्यो मेरोमा आयो सिकाउ ओ दामी दामी हुकमा जाऊ न हुकमा तिमी यसरी खेल्छौ के काइन्ड अफ यसरी खेल्छौ के धेरै भइरह्यो हुकमा नजाने जाऊ न म चाहिँ कपीमा चेक गर्छु हुकमा तिमीसँगै मेरो पर्छ दामी ल यो त खोल्छ त हैन जो हुकमा जो एकचोटी यो त हुकमा जाऊ दम लाग्यो कराएर पुरा सब दम निकाल ल ओइ दामी अब रुक्यो दामी दामी अब रुक्ला ए दामी साइड फेरि हेलो ओइ ए लोकेसन तर तिम्रो कमेन्ट यहाँ अगाडि मन्दिर छ ल कम अन फोन आउनु दियो अहिले आइसक्यो नजिक भाइको मेरो पनि यस्तै थियो ओपन हुन्थ्यो पहिला चाहिँ अहिले पनि तर विवेक कपी ओइ अब ओइ टेक्निक फोकस गर भाइ हो कम अन कम अन साइड लगाइराख स्विङ या सुप्रिट गरेर रेस्ट दिदियो त्यो चाहिँ गल्ती नगर हैन भाइले मलाई जिम्मा गरेर हुन्छ ओके यस्तो गर्नु पर्छ थाम्नु थाकिदिनु बेकार गरे अलि तान पावर के कति हो धेरै 72 बढाउने यार फिङ्गर जो कुरा नट कपी फिङ्गर बलमा के हो और दुखिरा त्यो कसै हारे त्यो म हाल्छ इज गुड ल दामी ल प्रेस कम अन हल्का अझै सेन्टर वी गो अझ हल्का सेन्टर तान्नु न दाइ तान हल्का भित्र यो दिन हल्का भित्र छुट्यो सेवा सेन्टर हल्का बिस्तारै हल्का कनेक्सन अझै हो यो ओ माय ओ गॉड यो चाहिँ आयो दामी एकजना अझै भाइ थियो नि अस्ति टपरल खेलिरहेको थियो अस्ति लामै थियो लामो हात नि क्रिस गाह्रो छ भाइ उहाँले क्रिस आथ्यो र आथ्यो झ्याउ स्पोर्ट हो के प्लिज भन्नु आजु मलाई यादै छैन एकजना थियो के 100% खेल्नु पर्छ भाइ त्यही जस्तो पोसाङ तिमी थियौ विवेक थियो एकजना अझै भाइ थियो के ए सुरज यस्तो पोजन सुरज हो त्यसो भए हुक्या गर्दा जबरजस्त सुरजको टपर राम्रो छ ह्यान्डे प्लस खतरा छ सुरज पनि तिम्रो वेट लाग्छ थियो हैन सुरजले उसको जस्तो फेस थियो के उसको जस्तो फेस थियो उसकै जस्तो फेस सबै काल देखेन न ल खेल आएको थियो दाइ दौडमा हेर्नु हैन म एउटा म्याच होस् न हुकमा जाऊ न डिपमा जाऊ डिप हुक म एकचोटी त्यही गर्दै ठेल्छ तिमीले पुरा डिप जाऊ डिप हुक ड्रिप इन्चार्ज त बिस्तार जाऊ न त्यो ड्रिप बिस्तार ल उल त ब्याक प्रेसर प्लस होगो के उसको हल्का तानिरा हुन्छ हाइट लिएर हुन्छ आयुको हो यो राजुले फेरि प्रेस गर्न खोजिरह प्रेस राम्रो तिमी ड्र्याग नगर ड्र्याग गर्दिन के गर्दिन केही त गर्नु पर्यो होला केही कसरी नगर्ने उसको लागिरहेको छ के ब्याक प्रेसर पनि छ होला अनि छैन ब्याक प्रेसर छैन म अगाडि कहाँ छैन त्यो हाइट लिएर कसरी हाइट हो त्यस्तो आयुको गरेर छु त अगाडि त काल्ला छु आयुक भइरा के होला अब थाहा छैन होल्डिङ धेरै खतरा हो होल्डिङ राम्रो छ अझै हाइट हल्का अझै हाइट तर होल्डिङमै पावर बढ्ने हो कि होल्डिङ गएपछि रिकभर भयो भने खतरा हो कतापट्टि पर्यो अगाडि कि पछाडि यो अन्जानमा म्याप यताको सेट भयो यसरी डिप खेल्छु म पनि डिप एकचोटि लेफ्टमा
तिम्रो हात पनि फेरि दुख्छ त यहाँ तर मलाई हात ठुलो अपोनेन्टको हात ठुलो हुँदैन मलाई अप्ठ्यारो त लाग्दैन जस्ट धेरै धेरै हुन्छ नि समाजमा मैले त सानो हातलाई जेउ लाग्छ यार मैले ठुलो हात बरु मेरो साइडको भयो भने मलाई राम्रो लाग्छ खेल्न उसको हात मलाई समात्न कस्तो राम्रो लागिरहेछ मलाई सानो हात मेरो ठुलो लाग्छ तपाईलाई खै ठुलो छ समाते कस्तो लाग्छ मेरो थम मलाई पनि वीरगञ्जमा एकजना छ मभन्दा यति ठुलो हात छ यति हात बाकी हुन्छ एकदम हान्छु फेरि कति कस्तो टुर्नामेन्टमा कस्तो अनुभव भयो के अरु सब सजिलो भइरहेको थियो हैन तपाईँ र मेरो यस्तो भएको थियो टुर्नामेन्ट हाम्रो यस्तो भयो थियो यो गेममा थियो सब यो राइजर बेस्ट यो टपमा गएको थियो मेरो माथि थियो तपाईले हान्नु भएन एकचोटि म पनि आउँछु लेफ्टमा लेफ्टमा अब त मेन चाहिँ तिमी त खाइहाल्छ फर्स्टमा तपाईको त गयो थियो त्यस्तो अब त खाइहाल्छ नि त सैलीसँग हाल्छ नि नहुने भनेको एकजिट गयो नि त अनि तपाईको रिस्क खुल्यो अनि त्यसपछि कहाँ पावरै लाग्यो यो ट्रेन लाग्यो अब त खाइहाल्छ किन मसँग लेफ्ट मलाई लेफ्ट युट्युब च्यानल छ हैन यस उसको पनि राम्रो भ्युज आउँछ तर नोन आर्म रेस्लिङ हो हेरेको थिएँ धनी चिप्ले आगे म यही खुल्छ हात नसिकाम फेरि दुख्छ यो Another one. कस्तो जब्बर हामीसँग प्र्याक्टिस नै हुन जस्तो लाग्छ यार खै त्यो ब्यान्ड गर्नुपर्ने हैन हुन्छ हामीले लगातार खेल्यो भने मात्र हुन्छ एकजनासँग खेलेर त हुँदैन 5-6 जनासँग खेल्यो भने मात्र हो हेलो धेरै नै भइसक्यो यो साइड चाहिँ त्यो जति गणेश हुन्छ नि मन्दिर रिकभर अगाडि जति हुन्छ त्यति बढ्दै जान्छ बोन डेन्सिटी पनि बढ्छ नि कति पेन हुन्छ गणेश मन्दिरमा साइडको ल ल ल ल ल ल त्यहाँबाट स्टार्ट ए ल हो ल ल ओइ अब त हड्डी नै गयो त त्यहाँ अरु पनि अहिले पनि ओइ ओके ल केटा बाइ बाइ ल गुड डिसिजन मैले बोलाएको छु सबै रेडी गो न मैले बोलाउँदा रेडी गो ओइ के हो त अब नजिक आउँछ रेडी गो ओइ ओइ पर्किन्छ त रेडी गो ओए यो पाइ रोक्यो ल रोक्यो ओके 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 रोक विवेक ल दामी हल्का रोक ओए दामी फिंगर दामी ए मुम्बई जाँदाखेरि ल उता हजुर रेडी गो ओए ओके विवेक ओ माय गॉड विवेक रोक खतरा Come on, wait. Dami. फेरि Contra. Wait. No, lose not. La, once again. Here na भोलि आज अपलोड हाल्नुपर्छ ल कम अन Once again. रेडी गो हुर्रे रेडी गो हल्का हात त प्रतीक लगाउ त उसको हातै ग्राउन्ड भइराखेन हातै हावा सेन्टर ओए रोक दामी खतरा होल्ड गर ठीक छ लग लेट्स गो रोक जान्छ दामी पिङ्कीमा प्रेसर पिङ्कीमा एच दामी कपिङ ल दामी पजमा थियो फुटबल गर्ने जस्तो मैले फिल्ममा देखेको त्यो पजमै थियो ल आएन तिम्रो जितेको आएन यतै हुनुपर्छ यसरी अनि यसो प्रेस गर्ने हो कि ओपनले थाहा हुनु भएन कि माथि आएको हामी 50-16 छैन अहिले त के हो प्रतिमा थालेछ यस्तो गरे खतरा गरे तर भुइँबाट नथ्यो हैन अनि पछि मेरो आसमरी गर भइसक्यो प्लस मेरो हिजो के हाम्रो हेभी हामी आज दुखिरहेछ तर पनि रोक हल्का अझै दामी यार ल मेरो चाहिँ ड्र्याग भनेको सेन्ट्रल लिनलाई हो कि फेरि अपोनेन्टको हात पनि ल कमान खेल्नु
एकचोटि छोडिदिनु त म टपै लाग्छु उसलाई सिधा गर्नु पर्यो नि सर सेन्टर ल्याऊ क्या प्रतीक सेन्टर ल्याऊ अलि यसरी लुक गर्ने मजाले सेन्टर ल्याऊ सिधा गर्दैछ प्रतीक यस्तो क्या यस्तो अगाडि ल्याएर यस्तो माथि ल्याउनु माथि ल्याउनु हो यस्तो राख हो त्यसो राख हल्का राइजरले तान्यो ठिक छ उसलाई त्यस्तै ग्रिप देऊ उसलाई ग्रिप नगर्न देऊ क्या फिङ्गरले मेरो थम्ने गायब भइसक्यो सेन्टर देऊ क्या अझै माथि गर्न मिल्छ ल ल ल ल थम्ने हरायो त मेरो गयो भएन कि जहिले तिमीहरू उता उता लगिसक्यो लगिसक्यो अनि के साइडमा लग्छ कि यो लग्नु पर्यो क्या यो गइसक्यो हेर्नु न साइड लग्ने होइन कि यो यस्तो बेला यस्तो गर क्या यो 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 मुभमेन्ट कप यो मलाई थाहा कि ठिकै गरिरहेको छु उसले खेल खेल केटा ल ग्रिप त लिनु पहिला गरिराख न गरिराख ओ दामी 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 ए त्यही भनेपछि मिल्यो तिमीले यस्तो खोलेको राम्रो छ म थाक्ने खेल्ने कि दही नि दही हो हेन फिटु दा हो दामी दामी भयो अहिले चाहिँ ओइ कपिङ के हेर्न खोजेछ कपिङ स्ट्रङ छ यहाँ रोकिदियो यहाँ चाहिँ सबैको विक जस्तो लाग्यो क्या फ्रेस हुँदाखेरि नि होइन नर्मल अब राइट फेरि 2-3 दिन केही गर्न सक्दैन कि नथिङ आई क्यान डु के खोल्न सक्दैन रोन कस्तो हड्डीको आउँछ यार यहाँबाट त्यो बोन लक भयो के उसको अति स्ट्रङ यार त्यहाँबाट हुकमै जान्छ मैले कुरा हुन तिमीले यस्तो मात्रै गरे कि यो पनि गरिराख्नु पर्यो कि यो पनि तानिराख्नु पर्यो सबैले त्यो मिस्टेक गर्छ ब्याक प्रेसर गर्नु ब्याग चाहिँ तानिराख्नु पर्यो फेरि पानी पऱ्यो तान्न परिराख आएर त्यता खेल्नु क्या आज 40 गरे अरे तपाईँ सबभन्दा कम मजा लाग्यो ब्याग चाहिँ तान्यो के त्यसले ब्याग चाहिँ युज गर्छ ब्याग चाहिँ एल्बो काम गर्छ राइजरमा खेरे चाहिँ इजी लाग्छ मलाई स्याक्क ताने चाहिँ अब हुकेर यस्तो दिएर फेरि पानी पर्यो ल ल जाने होला